नेपालको अर्को रोमाञ्चक क्रिकेट यात्रा सुरु हुन लागेको छ। आइसिसी पुरुष टी20 विश्वकप एसिया क्वालिफायर सुरु भइसकेको छ र हाम्रो नेपाली टोली अहिले ओमानमा ठूलो सपना लिएर मैदान उत्रिँदैछ। नेपालको पहिलो भिडन्त कुवेत विरुद्ध हुनेछ। यो भिडन्त साधारण छैन। यो विश्वकपको टिकटको लागि सुरु भएको एसियाको लडाई हो। नेपालले आफ्नो तयारी धमाकेदार रूपमा पूरा गरिसकेको छ। ओमान र कतार विरुद्धका वार्म-अप खेल दुवैमा जित हासिल गरिसकेको छ। यसले नेपालको मोमेन्टम एकदम उच्च बनाएको छ र सबैको नजर अहिले नेपालमा छ। अब हेरौं कुवेतसँगको हेड टु हेड रेकर्ड। अहिलेसम्म नेपाल र कुवेत बीच 3 आधिकारिक टी20 खेल भइसकेका छन्, जसमध्ये नेपालले 2 जितेको छ भने कुवेतले 1। तर रोचक कुरा के भने अघिल्लो पटक हङकङ क्वाड्राङ्गुलर सिरिज 2024मा भएको भेटमा दुवै टोली बीच निकै कडा प्रतिस्पर्धा भएको थियो। पहिलो खेलमा कुवेतले 186 रन बनाएको लक्ष्य नेपालले सिर्फ 18.5 ओभरमै पछ्याएको थियो। कुशल भुर्तेलले 81 रनको शानदार पारी खेलेका थिए। तर फाइनल खेलमा नेपाललाई मात्र 3 रनले पराजित गरेको थियो कुवेतले। यसैले यसपटक नेपालको लागि यो रिभेन्जको अवसर पनि बनेको छ। यस खेलमा धेरै कुराहरू दाउमा लागेका छन्। यो खेल जित्ने टोलीले सुपर 6 चरणमा आफ्नो स्थान बलियो बनाउन सक्छ। नेपाल अहिले आइसिसी टी20 र्याङ्किङमा 18औं स्थानमा छ भने कुवेत 23औं स्थानमा छ। तर र्याङ्किङ भन्दा पनि आजको प्रदर्शन नै निर्णायक हुनेछ। नेपालको ब्याटिङ लाइनअप एकदम सशक्त छ। भुर्तेल, आसेफ, रोहित सबै फर्ममा छन्। बोलिङमा सोमपाल कामी र करण केसीको जोडीले पावर प्लेदेखि डेथ ओभरसम्म प्रभावित गर्नेछन्। कुवेत पनि कमजोर टोली होइन। क्लिन्टो एन्टो र मित भन्सार जस्ता खेलाडीले हालै वार्मअपमा धमाकेदार अर्धशतक हानेका छन्। यसैले यो खेल एकदमै रोमाञ्चक र उच्च दबाव भएको हुनेछ। खेल ओमानको राजधानी मस्कटको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका 8:45 सुरु हुनेछ। साथीहरू, तयार रहनुहोस्। यो खेलले नेपालको विश्वकप यात्रामा निर्णायक मोड ल्याउन सक्छ। तपाईको अनुमान के हो? नेपाल जित्छ कि कुवेत?